फेरि बल्झियो लिपुलेकको घाउ। भारत र चीनले गरे एकलौटी सम्झौता। बालिन सरकारले पठाएको कूटनीतिक नोटको खरो जवाफ, आफ्नै भूमि रहेको दाबी। नेपालको मानचित्रमा कोभिड कालमा थपिएको चुच्चे नक्साले नेपालीको मनमा एउटा आशा जगाएको थियो, अब हाम्रो भूमि फिर्ता आयो। तर समयको गतिसँगै त्यो मुद्दा सिंहदरबारको दराजमा थन्किएको फाइल जस्तै धुलोले पुरिन थालेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न अंग हुन् भन्ने तथ्य सन् 1816 को सुगौली सन्धिले स्पष्ट पारेको छ। तर छिमेकी मित्र राष्ट्र भारतले भने नेपालको संवेदनशीलतालाई बारम्बार उपेक्षा गर्दै आएको छ। पछिल्लो पटक नेपालले लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन भइरहेको कैलाश मानसरोवर यात्राको सम्बन्धमा पठाएको कूटनीतिक नोटमा भारतले जुन जवाफ फर्काएको छ त्यसले नेपालको स्वाभिमानमा गम्भीर चोट पुर्याएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यो पुरानो मार्ग हो, कुनै नयाँ विषय होइन भन्नु नेपालको सार्वभौम सत्तालाई सिधा चुनौती दिनु हो। कुनै पनि छिमेकीको भूमिमा उसले अनुमति बिना सडक बनाउनु वा मार्ग सञ्चालन गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मात्र होइन, कूटनीतिक मर्यादाको उपहास पनि हो। यदि कुनै कुरा पुरानो हुँदैमा वैध हुने भए संसारका कयौं औपनिवेशिक विरासतहरू अझै कायम हुनुपर्ने थियो। 1954 देखि चल्दै आएको भन्दैमा नेपाली भूमिमाथिको भारतको कब्जाले वैधानिकता पाउन सक्दैन। नेपाल सरकारले ढिलै भए पनि 6 बुँदे प्रेस नोट जारी गरेर आफ्नो अडान सार्वजनिक गरेको थियो। यो सकारात्मक कदम पनि हो। भारतले स्पष्ट रूपमा भनेको छ कि नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन रे। यो भन्दा ठूलो विडम्बना के हुन सक्छ? सुगौली सन्धिको धारा 5 ले स्पष्ट रूपमा महाकाली नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो भनेको छ। महाकालीको मुहान लिम्पियाधुरा हो भन्ने कुरा तत्कालीन बेलायती नक्सा र तथ्यहरूले पुष्टि गरेका छन्। यति बलियो प्रमाण हुँदाहुँदै पनि भारतले नेपालको दाबीलाई एकतर्फी र अस्वीकार्य भन्नु उसको विस्तारवादी मानसिकताको उपज भएको भन्दै आलोचना सुरु भएको छ। नेपालले सडक निर्माण, सीमा व्यापार र तीर्थ टर्न जस्ता क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दा पनि भारतले त्यसलाई टेरेको छैन। यसले नेपालको कूटनीतिक क्षमतामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ। यस गम्भीर राष्ट्रिय मुद्दामा नेपालभित्रको राजनीति झनै कुरूप देखिने गरेको छ। नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले उठाएको विषय निकै घटलाग्दो र चिन्ताजनक पनि देखिन्छ। उनले दाबी गरेका छन् कि राष्ट्रिय एकताका सन्दर्भमा बालिन सरकारले दलहरूसँग पर्याप्त छलफल नै गरेनन्। जब देशको सिमाना मिचिन्छ, जब देशको अस्तित्वमाथि सङ्कट आउँछ, तब दलहरूका बीचमा कस्तो कित्ताकाट। बालिन शाहले नक्सा र राष्ट्रियताको सवालमा जुन अडान राख्दै आएका थिए त्यसलाई आफै प्रधानमन्त्री हुँदा अपनत्व ग्रहण गर्नुपर्ने हो। तर यहाँ त जस लिने होडबाजी र एकअर्कालाई निषेध गर्ने खेल चलिरहेको छ। राष्ट्रिय मुद्दामा नेपालको एउटै स्वर हुनुपर्नेमा यहाँ दलै पिच्छेका धारणा र स्वार्थ बाजिन थालेका छन्। यदि राष्ट्रिय एकता खलबलियो र हामी आफै भित्र विभाजित भयौं भने छिमेकीले हामीलाई हेप्नु स्वाभाविक हो। देवेन्द्र पौडेलले भने झैं राष्ट्रिय मुद्दामा एकै स्वर नहुँदा अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो आवाज कमजोर सुनिन थालेको छ। नेपालको भूमि लिपुलेक भएर चीनसँग व्यापारिक सम्झौता गर्दा चीनले पनि नेपालको सहमति लिन आवश्यक ठानेन। यसले के देखाउँछ भने नेपालको कूटनीति दुवै छिमेकीसँगको सम्बन्धमा कमजोर साबित भएको छ। सन् 2015 मा भारत र चीन बीच भएको लिपुलेक सम्झौताका विरुद्ध नेपालले त्यतिबेलै आपत्ति जनाएको थियो, तर आजसम्म पनि त्यसको सुनवाई भएको छैन। बरु भारतले त्यहाँ पक्की सडक बनायो र अहिले तीर्थयात्री पठाएर त्यसलाई नियमित मार्गको दर्जा दिन खोज्दैछ। भारतले नेपालको भूमिमा आफ्नो हक दाबी गर्दा ऐतिहासिक प्रमाण भन्दा पनि भोग चलनलाई आधार बनाउन खोज्नु अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको विपरीत छ। नेपालले पठाएको 6 बुँदे नोटमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको कुरा दोहोर्याएको छ। सुगौली सन्धिले नै हाम्रो मुख्य आधार हो, तर भारतले उक्त सन्धिलाई बिर्सिएर 1962 को भारत चीन युद्ध पछि त्यहाँ राखेको सैन्य ब्यारेक र
त्यसपछिका गतिविधिहरूलाई आधार बनाउन खोजिरहेको छ। एउटा लोकतान्त्रिक देश भारतले अर्को छिमेकी लोकतान्त्रिक देश नेपालको भावनालाई कुल्चिनु उसको छिमेकी पहिलो नीतिको विरुद्धमा छ। नेपालले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न चाहेको छ, तर भारतले सधैँ संवादलाई टार्दै आएको छ। जब जब सीमा विवादका कुरा उठ्छन्, जब जब त्यो घाउ बल्झिन्छ, भारतले कहिले सचिव स्तरीय त कहिले विज्ञ स्तरको वार्ताको कुरा गर्छ, तर ठोस वार्तामा बस्न कहिल्यै तयार हुँदैन। नेपाली राजनीतिमा एउटा ठूलो रोग छ, सत्तामा हुँदा एउटा कुरा गर्ने र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने। लिपुलेखको सवालमा पनि यस्तै देखिन थाल्छ। सरकारले कूटनीतिक नोट पठायो, तर त्यसको फलोअप के हुन्छ? के यो केवल जनताको आक्रोश शान्त पार्ने फण्डा मात्रै हुन हो? बालिन सरकार र दलहरू बीचको दूरीले पनि राष्ट्रियतालाई कमजोर बनाएको छ। राष्ट्रिय मुद्दामा सबै राजनैतिक शक्ति, नागरिक समाज र स्थानीय निकायहरू एक ठाउँमा उभिन जरुरी छ। देवेन्द्र पौडेलको दाबीले सरकारको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ। राष्ट्रियता जस्तो संवेदनशील विषयमा दलहरूले एक अर्कालाई खुइल्याउने भन्दा पनि साझा धारणा बनाएर विश्व समुदायलाई सन्देश दिनुपर्ने हो। भारतको जवाफ यो नयाँ विषय होइन भन्नुको अर्थ उसले नेपालको दाबीलाई पूर्णतः खारिज गरिदिएको छ। उसले सन् 1954 देखि आफूले कब्जा गरेको कुरालाई नै अधिकार मानिरहेको छ। तर नेपालका लागि यो सधैँ नयाँ र जीवित घाउ हो। जबसम्म हाम्रो भूमिमा विदेशी सेना रहन्छ, जबसम्म हाम्रो भूमिमा विदेशीले अनुमति बिना सडक बनाउँछ, तबसम्म नेपालीको मन शान्त हुन सक्दैन। नेपाल सरकारले मित्र राष्ट्र चीनलाई पनि आधिकारिक रूपमा जानकारी गराइसकेको बताएको छ। अब नेपालले भारत र चीन दुवैसँग त्रिपक्षीय संवादको माग गर्नुपर्छ। यदि लिपुलेख भारत र चीनको व्यापारिक नाका बन्छ भने त्यसमा नेपालको सार्वभौम अधिकार र सहमति अनिवार्य छ। लिपुलेख नेपालको भूमि हो भन्नेमा कुनै पनि शंका छैन। 1816 को सुगौली सन्धि, त्यसपछिका नक्साहरू, 2015 सालको जनगणना र 2018 सालको निर्वाचनमा लिम्पियाधुरा क्षेत्रमा भएको मतदान यसका अकाट्य प्रमाण हुन्। भारतले आफ्नो हट त्याग्नुपर्छ र नेपालले आफ्नो कूटनीतिक अडाललाई अझ सशक्त बनाउनुपर्छ। नोट पठाएर मात्र पुग्दैन, अब उच्च स्तरीय राजनैतिक वार्ताको जरुरी छ। नेपाल भित्रको आन्तरिक कलह, बालिन जस्ता नेतृत्वसँगको अविश्वास र दलीय संकीर्णताले हाम्रो सीमाको रक्षा हुन सक्दैन। यदि समयमै राष्ट्रिय एकता प्रदर्शन गर्न सकेनौ भने भोलि लिपुलेख मात्र होइन, अन्य भूभाग पनि छिमेकीको आँखा लाग्न सक्छ। राष्ट्रियताको यो लडाईँमा कुनै पनि नेपाली पछि हट्न हुँदैन। सरकारले सबै पक्षलाई समेटेर प्रमाणहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने आँट गर्नुपर्दछ। भारतले दिएको 6 घण्टा भित्रको जवाफले उसको तयारी देखाउँछ। अब नेपालले पनि त्यही गतिमा आफ्नो सार्वभौम सत्ताको रक्षाका लागि कदम चाल्न जरुरी छ। इतिहासको यो घडीमा जो चुक्छ उसलाई भविष्यले कहिल्यै माफ गर्ने छैन। लिपुलेख केवल माटो होइन, यो नेपालीको आत्मसम्मानको उचाइ हो र यसलाई झुक्न दिनु हुँदैन। हवस् त, नमस्कार।